आज चाहिँ म मेरो साथीलाई 5 मिनेटसम्म अनलिमिटेड पानीपुरी खिलाउनेवाला छु र हरेक पानीपुरी खाएको म 50 रुपैयाँ दिनेवाला छु। के लाग्छ तिमीलाई आज कति पानीपुरी खान सक्छौ? कम से कम 4-5 हजार रुपैयाँ लगेर जान्छ आज म यताबाट। मोटे भाइले गफ त ठुलै दियो तर हेरम खान सक्छ कि नै। यो प्लेटमा चाहिँ रहेको छ 10 वटा पानीपुरी। अब हेरम मोटे भाइले खान सक्छ कि नै। मज्जाले सकिन्छ। ल भाइ दिदी हजुर अहिले गेस गर्नुस् त यसले कति पानीपुरी खान सक्छ आज। जुन हिसाबले यसले 4-5 हजार लगेर जान्छु भनेको थियो म एकदम नै डराएको थिएँ किनकि खान सक्छ के यो एक्चुअल यति पानीपुरी। मोटे भाइ एकदम नै छिटो पानीपुरी खाइरहेको थियो अनि म पनि यसलाई पानी हालेर पानीपुरी रेडी पार्दिरहेको थिएँ र अनि आफ्नो हातले पनि खिलाइरहेको थिएँ कति कति बेला। मात्र 5 मिनेट त सुनेपछि मोटे भाइ एकदम नै छिटो खाँदै थियो। एक प्लेट पानीपुरी यसले 15 सेकेन्डमा सकिदियो। 10 वटा पानीपुरी मोटे भाइले खाइसकेको छ। अझै खाने मन छ? 50-60 वटा त खान्छु ल यो फेरि 10 वटा है त ल। अनि त्यसपछि हामीले मोटे भाइलाई एक प्लेट थप पानीपुरी दियौँ। यसमा पनि 10 पिस छ है। यसले यति छिटो यति पानीपुरी खाएको देखेर म अलि चिटिङ गर्न लागे। म पानी थप्ने बहानामा अलि बढी पानी हाल्न लागे अनि सुन मैले रियलाइज गरेँ कि यसले यसलाई केही पनि अफेक्ट गर्नेवाला छैन। अहिलेसम्म मात्र 1 मिनेट हुन आँटेको थियो र मोटे भाइले 15 पानीपुरी खाइसकेको थियो अनि यति पानीपुरी खाएर पनि यसको पेटलाई केही फरक परेको थिएन। झन् पोज गरिरहेको थियो यो। बाइ द वे हजुरलाई अनलिमिटेड पानीपुरी खाने अप्सन मिलेको भए हजुर कति पानीपुरी खान सक्नुहुन्थ्यो कमेन्टमा गेस गर्नु होला है। अनि हजुरलाई अरू यस्तै भिडियो हेर्ने मन छ भने हामीले फलो गर्न चाहिँ नबिर्सिनु होला। त्यसका साथसाथै आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गर्नु होला है। अनि खै कता मेरो टेक्निकले काम गर्यो जस्तो छ। यसको खाने स्पिड चाहिँ घट्यो। 1 मिनेट 15 सेकेन्ड जति भएको थियो यसले 18 पानीपुरी खाइसकेको थियो र अलि यो अगाए जस्तो पनि थियो अहिले। अनि यो कस्तो सुटुक्क गएर दाइलाई दाइ अलि सानो पानीपुरी हाल्नु न भनिरहेको थियो। मैले पनि अरे कहाँ चिटिङ गर्न पछि यही छ चिटिङ त गर्नै पाइएन नि हैन। अनि मैले यसलाई फेरि पानीपुरी खान लगाएँ तर यसको स्पिड भने घटेन। यसले 2 मिनेट नपुग्दै 20 पानीपुरी खाइदियो। अनि अहिले मलाई अलि धगधग पनि भइरहेको थियो किनकि यही स्पिडमा मोटे भाइले खान थालेपछि यो आज मेरो सबै पैसा लगेर जान्छ। मात्र 1 मिनेट 48 सेकेन्डमा यसले 20 पानीपुरी खाइसक्यो। 1 मिनेट 48 सेकेन्ड भइसकेको छ हैन? प्लेट चलिरहेको छ मेरो। ए अझै कति खान सक्छ अरू? अनि हेर्दा यसले तेस्रो प्लेट पनि खान स्टार्ट गर्यो। अनि हेर्दा यसले त यसबाट पनि 8 वटा पानीपुरी खाइदियो। अनि 28 पानीपुरी खाएर मोटे भाइले फाइनली भयो भनेको छ। कति पानीपुरी खायो तिमीले? 30 वटा खाइसक्यो। 30 वटा पानी 30 हैन दुईटा कम 28 वटा पानीपुरी खान्छ यसले आज। फाइनली मोटे भाइ रोकिएको छ। यसले 30 वटा टोटल पानीपुरी खायो। अनि यो 30 वटा पानीपुरीको टोटल कति हुन्छ कमेन्टमा गेस गर्नु होला है।